पूर्व राजाको जो यो फागुन 7 को सन्दर्भमा वक्तव्य आछ, उहाँको वक्तव्य र त्यो भाषा शब्द हेर्ने हो भने राजेन्द्र लिङ्गदेलहरूको जो चाहिँ भनाइ छ त्योभन्दा मैले धेरै माथि र धेरै बाहिर देख्छु हैन। जस्तो उहाँले चाहिँ आफूले अब त्याग गर्न तयार भएको सम्म कुरो गर्नुभएको छ। त्याग गर्न तयार भएको नेपाली जनताले मलाई साथ दिनु पर्यो भनिसम्म कुरो आइसक्यो हैन। त्यो त्यागको निम्ति लिङ्गदेलले भने जस्तो यिनै दलहरूसँग बार्गेनिङ हो भने त्यो त्याग त गर्नु परेन नि। त्यसकारण स्पिरिट मिलेको मैले देख्दिनँ, स्पिरिट मिलेको देख्दिनँ। त्यसकारण लिङ्गदेलहरूको भनाइलाई मैले जस्तो यो राजाको अभिव्यक्ति र लिङ्गदेलको जो भनाइको स्पिरिट मिल्दैन नि। एउटाको चाहिँ राष्ट्रिय सहमतिको नाम यिनैसँग मिली बाँडीजुडी खाने कुरा छ, जस्तो कमल थापाको पनि राष्ट्रिय सहमतिको कुरा आछ हजुर हजुर हैन। लिङ्गदेलको पनि त्यही आछ, यिनैसँग मिलेर खाएका पनि हुन्। अब त्यसपछि राजालाई ठाउँ दिने भने यिनैसँग मिलेर खाने, उनको त्योभन्दा बाहिर देख्दिनँ। तर मैले पूर्व राजाको चाहिँ अभिव्यक्ति मैले त्यो स्पिरिटमा देख्दिनँ, अलिकति फरक छ। त्यसैले मैले के बुझ्छु भन्छ भने एउटा पूर्व राजा अहिले लिङ्गदेल र कमल थापाहरूले जे भनिरहेछन्, अथवा चाहिँ भोलि मान्नुहोस् न अब इन्डियनहरूले अथवा विदेशले पनि त्यही खोज्छ भोलि, किन मूल सार तत्त्व आफ्नो प्रभुत्व जोगाएर माथि केही व्यक्तिहरूको चाहिँ कुर्सी सत्ता चाहिँ हेराफेरी गरेर त के मतलब हुन्छ र, उसलाई के घाटा हुन्छ र हैन। जस्तो मूल सार त घर त उसकै हुन्छ, स्वामित्व त उसकै हुन्छ। स्वामित्व आफ्नै राख्ने गरी यिनी सबैलाई मिलाइदिने ठाउँमा चाहिँ त्यो विदेशी पनि जान्छ। अब उसको निम्ति अर्को उपाय छैन, ऊ पनि त्यही राजानामा खेल्ने हो। जस्तो लिङ्गदेल र चाहिँ कमल थापाको कुरो पनि त्यही आछ। अब अप्ठ्यारै पर्यो कसैले साथ दिएनन् भने त्यो प्रचण्ड र चाहिँ माधव नेपालहरू पनि त्यही आउँछन्, उनीहरू पनि त्यही आउँछन्, त्यो आफ्नो ठाउँमा छ। तर त्यो देशको निकास होइन। यिनीसँग राष्ट्रिय सहमतिको कुरा देशको निकास होइन, त्यो देशमाथि अर्को धोका हो भन्छु मैले। किन त्यो डुब्न लागेको कुनै जहाजलाई त्यो जोगाउने कुरा मात्रै हो त्यो हजुर हजुर हैन। जस्तो भन्नुहोस् हामीले यति चर्चा गऱ्यौँ नि, ट्रम्प यहाँसम्म आइसकेपछि यिनी बाँच्ने कति दिन त, अब टेक्ने कति दिन भनेपछि राष्ट्रिय सहमतिको नाममा अब यिनलाई बचाइदिने, सुरक्षित गरिदिने। त्यसकारणले यिनीहरूसँग सहमतिको कुरा जसले गर्छ त्यसले चाहिँ निकास होइन, त्यसले निकास नदिनुको निम्ति अर्को कोणबाट त्यो खेलिरहेछ। एउटा मैले भने राजाको स्पिरिट मैले त्यो देख्दिनँ। तर अब राजाको जो भनाइ आछ नि त्यहाँ चाहिँ उहाँले चाहिँ तपाईँको विचार गर्नुपर्ने चिज के हुन्छ भने यति बोलिसकेपछि सायद मलाई लाग्छ बोल्ने कोणबाट योभन्दा धेरै चाहिँ बोल्नुपर्ने पनि अब केही बाँकी छैन। मलाई साथ देऊ, म त्याग गर्न तयार छु। कस्तो त्याग गर्नु पर्यो, त्याग गर्न तयार छु भनेपछि त्योभन्दा भन्ने के हैन। तर चाहिँ सोच्नुपर्ने कुरा के छन् भन्छ भने त्यो अगुवाई गर्ने भन्ने कुरा र त्यसको निम्ति त्याग गर्ने भन्ने कुरा सँग चाहिँ दृष्टिकोणहरू, मूल्य मान्यताहरू, सिद्धान्तहरू र संरचनाहरू जोडेका हुन्छन्। हजुर हजुर त्यो के हो भन्ने कुरो मलाई थाहा छैन हैन। यिनकै भरमा हो। जस्तो अहिले रापरपाले आन्दोलन घोषणा गर्यो रे भने आइरहेछ मिडियामा, यिनकै भरमा हो भनेपछि यो आत्महत्याको बाटो हो भनेपछि आत्महत्याकै बाटो हो यो हैन। किन आत्महत्याको बाटो हो भन्छ भने यिनी विश्वसनीय मान्छे होइनन् पहिलो कुरा। किन यिनी सबै गणतन्त्रमा हात उठाउन्, यो व्यवस्थामा आएका हुन्, यिनीसँग मिलेर खाएका हुन् हैन। एउटा पाटो र हिजो निर्णायक अप्ठ्यारो परेको दिन त्यो ज्ञानलाई धोका दिएर सडकमा फाल्या हुन् पहिलो कुरा हैन। त्यो नैतिकतामै नहिँड्ने मान्छेको भोलि कसरी विश्वास गर्ने एउटा कुरा। दोस्रो कुरा सिद्धान्त त यिनी चाहिँ जसले ज्ञानेन्द्रलाई फाल्यो ती शक्तिहरूकै वरिपरि छन्। जस्तो राप्रपाको सिद्धान्त तपाईँ नारामा हेर्नुहोस्, त्यहाँ राष्ट्रियता र उदारवाद, राष्ट्रियता प्रजातन्त्र उदारवाद भन्ने छ। हजुर हजुर त्यो राष्ट्रियता र उदारवाद भने उल्टा कुरा हो। जसले उदारवाद मान्छ त्यसले राष्ट्र मान्दैन, त्यसको सिद्धान्तै त्यही हो। किन उदारवादले के भन्छ, नवउदारवादले भन्छ भने संसारको कुनै पनि देश अब सार्वभौम छैन भन्छ। किन त्यो देशभन्दा माथि आइएनजिओ छ भन्छ क्या उसले। आइएनजिओ बहुराष्ट्रिय संरचना भयो, धेरै देशहरूको संरचना हैन, एउटा देशभन्दा त्यो माथि छ। त्यसकारणले उदारवाद मान्नेले राष्ट्रवाद मान्दैन, राष्ट्रियता मान्दैन। त उनको वैचारिक धरातल पनि तपाईँको खतरनाक छ। त्यसकारणले अहिले चाहिँ पूर्व राजा जो बोलेको चाहिँ देखिन्छ
माने केही न केही भित्र चाहिँ जस्तो छलफल गृह कार्य अथवा केही न केही नभइकन यिनैको भरमा मात्रै यति मातृ स्तरको शब्द आयो चाहिँ मलाई त्यस्तो लाग्दैन। जस्तो त्यही हो भने चाहिँ त्यो त धेरै पहिले गरे भए पनि हुन्थ्यो। हजुर हजुर, धेरै पहिले गरेको भए पनि हुन्थ्यो। मलाई त्यति मात्रै पनि लाग्दैन। तर अब त्यो बोल्नुको कारण जस्तो केही जो शब्दहरू आछन् नि, त्यो बोल्नुको कारण के हो, त्यो भित्रको अवस्था, कारण भन्नाले भित्रको त्यो आफ्नो तयारी, मैले भने नि विचारको कुरा छ, दृष्टिकोणको कुरा छ, यिन त सबै धोकेबाज भए। त्यही विदेशीले भन्ला त्यो पनि त धोकेबाजी हो। सडकमा त फ्याल्न त भूमिका त त्यसैले खेल्या हो होइन, निर्देशन त्यसैले दिया हो। अनि यिनी सबै शक्तिहरूमाथि फेरि विश्वास गरेर जाने आधार के हो? होइन भने अर्को बाटो के हो? मैले नबुझेको त्यो अर्को बाटो के हो भन्ने हो। सायद यो विश्वको बदलिएको परिस्थिति र भू राजनीतिलाई हेरेर पनि भन्या हुनसक्छ। किन वातावरण अब बन्यो होइन, त्यति बोल्ने चाहिँ तपाईँको आँट किन आयो होला भन्छ भने अब यिनी केही गर्न सक्ने ठाउँमा छैन। जस्तो हिजो त्यो जोखिम थियो नि, यिनीहरू पनि त केही गर्न सक्ने ठाउँमा त छैनन्। त्यस कारणले यतिसम्म चाहिँ तपाईँको बोल्दा आम मान्छेमा एउटा चाहिँ तपाईँको सन्देश जान्छ, एउटा उत्साह जान्छ भन्ने हिसाबले पनि हुनसक्छ। तर मैले त्यो बोलीलाई धेरै माथिल्लो स्तरको पहिलेको तुलनामा धेरै छलाङ मारेको बुझ्छु मैले। जस्तो त्यो गएको पुस 27बाट त्यो देखा परिरहेको छ। ऊ बेला पनि उहाँले साम्राज्यवाद विरोधी सङ्घर्षको कुरा गर्नुभयो। हजुर हजुर, र दलीयता दल हुनु नै प्रजातन्त्र होइन भन्ने कुरा पनि बोल्यो। एक्ज्याक्टली हामीले सिद्धान्त जो कुरा गरे, हामी केही चाहिँ अबको निकासको कुरा गर्दाखेरि त्यो पूर्व राजाको चाहिँ अब त्यागै गर्ने हो होइन, र आऊ मलाई साथ देऊ, म जान तयार छु भन्ने जान तयार हुने हो भने त्यो हाम्रो समग्र प्याकेजमै जानुपर्छ। जस्तो हाम्रो दृष्टिकोण, हाम्रो बुझाइ, हाम्रा सिद्धान्त, त्यो भनेको जस्तो पुस 27 आयो नि, प्रजातन्त्र भनेको दलियता होइन। हजुर हजुर, हामी त्यो लिएर जानु पर्यो जनता बिचमा। कहाँको राष्ट्रिय सहमति? पहिलो कुरो त यो दलितताले नेपालै चल्दैन। दोस्रो कुरो यिनी अपराधीहरू, यिनी अपराधी, पेशेवर अपराधीहरू, यिनीसँग राष्ट्रिय सहमति भनिसकेपछि अनि यिनी र चाहिँ त्यो सहमतिमा जाने मान्छेमा अन्तर के त? अब त्यो चल्ने चिजै होइन त्यो। त्यस कारणले अब त्यो सारा चिजमा साफ भएर माने एउटा होलिस्टिक एप्रोच भन्छ नि, सर्वाङ्गीण जो विचार पद्धति हुन्छ, अब पूर्व राजाले ध्यान दिने त्यहाँ हो। र साँच्चीकै त्योसम्म ध्यान दिनु, मैले भने हाम्रो आफ्नो त्यो एप्रोच भने के हुन्छ भने दृष्टिकोण हाम्रो, विचार हाम्रो, व्यवस्था प्रणालीका परिकल्पना हाम्रा, मूल्य मान्यता हाम्रा, हाम्रो स्वदेशीपन होइन, साथसाथ जो देखिरहेछौँ नि, यो बोझलाई चाहिँ तपाईँको मिल्गाएर हामी आफ्नो कोर्समा जाने हो। र त्यो सोचसहित उहाँ म अब अगाडि आउन तयार छौँ, साथ दिनुहोस् भनेको हो, अथवा त्यो तयारीसहित जाने हो भने मलाई विश्वास छ 3-4 महिनामा यो साफ हुन्छ। धेरै लाग्दैन, किन यहाँ नेतृत्वको सङ्कट हो, केही पनि होइन, जनमत नभाव होइन, यिनीसँग शक्ति भएर पनि होइन, नेतृत्वको सङ्कट हो। त्यो नेतृत्वको समस्या हल भयो भने यिनी 5-7 महिनामा मटिया मेट भएर यिनी उन्मूलन हुन बिल्कुल सम्भव छ। नेपालको नाम बदल्ने, माओवादीको जो माग आयो त्यो बेला, एउटा झन्डा बदल्ने र पृथ्वीनारायण नेपाल पूर्ण एकीकरणलाई गोर्खा साम्राज्यको चाहिँ विस्तार भन्ने, अनि यसको मतलब हो नेपालै थिएन भन्ने ठाउँ पुर्याउने। अब त्यो नेपाल पूर्ण एकीकरण गोर्खा साम्राज्यको विस्तार हो भने त नेपालै थिएन होइन। अनि नयाँ नेपाल, यिनको शब्द आउँछ नि, नयाँ नेपाल। अहिलेको नेपाललाई नयाँ नेपाल भन्ने, नयाँ नेपालमा धेरै राष्ट्रहरू छन् भन्ने, संहिता जोड्ने, आत्मनिर्भरको अधिकार भन्ने, टुक्र्याउने, उनको सेना आएर बस्ने, बस खेल यति हो। तर यो सबै चाहिँ तितर-बितर भयो। एउटा त यहाँको मान्छेले पनि बुझ्यो। दोस्रो कुरो, भू राजनीतिले त्यो यिनको मिसन त्यो दिशातिर जान सकेन, यिनको संहिता त्यो दिशातिर चल्न पनि सकेन। तेस्रो चाहिँ त्यो इन्डो चाहिँ पश्चिममा जो एउटा रणनीति त्यो संयुक्त त्यो खलबलियो। एउटा त उनीहरूको आर्थिक अवस्था कमजोर हुने भयो होइन, जस्तो नियमित रूपमा जो खाँदै आएको थिए नि, यिनले त नियमित खाँदै आएको थिए, उनको आर्थिक स्थिति कमजोर भयो। अब उनीहरू सायद मलाई लाग्छ आफूलाई अलिकति असुरक्षित पनि उनले अनुभूति गर्लान् अब होइन, किन उनले त हतपात गरेर बोलेका छन्। यिनी त एमसिसीको विरोध गर्नेलाई झुन्ड्याइनुपर्छ पनि भनेका छन्, हजुर हजुर, झुन्ड्याएर मार्नुपर्छ पनि भनेका छन् यिनले। र त्यो मात्रै होइन, एमसिसीका जस्तो ट्रम्पले आफै भने नि यो ठगी हो भने त उनले भनिरहेछन् नि। जस्तो एमसिसीमा त लगाइने त युएसएडको छ। जस्तो एमसिसी सम्झौतामा 3टा संस्थाको नाम छ, विश्व बैंक, एसियाली विकास बैंक र चाहिँ युएसएड, अनि डिएफआइडी बेलायतको।
हजुर हजुर माने युएसएडको पनि त्यहाँ लगानी छ। यो सबै चिज ठगी हो, यो विशुद्ध ठगी हो भने ट्रम्प बोलिसकेपछि अनि यिनी अपराधीहरूले सफाई दिएर हुन्छ। अब त्यसकारणले एमसिसीको नाममा नेपालको पैसा जति लुटे नि, यो लुट्नेहरूलाई चाहिँ छाड्नु हुँदैन। यिनीहरू अब जोखिममा पर्दैछन् हैन। जस्तो यिनी त उठ्छन् नि त भोलि यिनी परिस्थिति प्रतिकूल भयो भने यिनी मुद्दा त उठ्छन्। हजुर हजुर हैन। यिनले खाएको पैसा त असुल त गर्नु पर्यो नि, त करोडौँ अरबौँ रुपियाँ खाइरहेछन् प्रत्येक वर्ष। यो यही आर्थिक वर्षमा 10 अरब छुट्या छ यहाँ एमसिसीको निम्ति। प्रत्येक वर्ष यसरी अरबौँ रुपियाँ छुट्टिरहेछ हैन, तर केही पनि भएको छैन। मैले पनि 90% लुटेर खान्छन्, 10% मात्रै लगानी हो। ल भन्नुहोस्, अरबौँ रुपियाँ पोहोर पनि यस्तै छुट्यायो, अहिले पनि चाहिँ तपाईँको 10 अरब। अनि त्यो पैसाबाट बन्या के छ त? त्यो अरबौँ रुपियाँबाट बनेको के हो त? त्यस कारणले यो अपराधीहरूको जो लुटेरा प्रवृत्ति छ नि, अब यिनी जोखिममा पर्दै गएका छन्। हेर्नुहोस्, मान्छेले बदला कसरी लिन्छ भन्ने कुरा जस्तो अहिले युएसएडमा अमेरिकामा देख्यो नि आज। हजुर हजुर हैन। स्थिति उल्टो भने त मान्छे कति खतरामा पर्दो रहेछ भने त देख्यो। त्यस कारणले यिनीहरू जोखिममा पनि परे, यिनी बदनाम पनि भए। बदनामीबाट त यिनलाई लाज शरम छैन, यिनी सब इज्जत गुमाइसकेका मान्छेहरू हुन् र अब यिनीहरू कमजोर पनि भए। अब हिजो जुन मनोबल थियो उनको, मलाई लाग्छ त्यो एमसिसी ठिक हो भन्ने आँट पनि अब यिनलाई आउँदैन। किन हुन्छ भने अब त्यो अमेरिकाले पनि हात झिक्दियो पहिलो कुरो हैन। अब त्यो आँट भरोसा दिने शक्ति नै छैन। दोस्रो कुरो, थप बदनामी हुने भयो। युएसएड यसरी नाङ्गियो, थप बदनामी पनि हुने भयो, जोखिम पनि बढ्ने भयो। त्यस कारणले यिनीहरू धेरै कमजोर हुँदै गए, आर्थिक कोणबाट पनि नैतिकताको कोणबाट पनि। त्यति मात्रै होइन, भोलिका दिनमा सुरक्षा कोणबाट पनि यिनी धेरै कमजोर ठाउँमा चाहिँ फस्दै गएका छन् भन्ने चाहिँ मैले। माओवादी युद्ध कस्तो, अलिकति म पृष्ठभूमि छोडौँ भनिदिउँ। जस्तो माओवादी युद्ध विशुद्ध पश्चिमाहरूले गरेको डिजाइन हो यो हैन। पश्चिमाहरूको डिजाइनमा लगभग यो चाहिँ तपाईँको 43-44 सालबाट नै अगाडि बढिसकेको थियो र माओवादीलाई यो दिशातिर लैजान मोहन वैद्यलाई कु गरेर चाहिँ त्यहाँ नेतृत्वबाट हटाइएको छ। एउटा बहाना त एउटा सेक्टर काण्ड जो पञ्चायती चुनाव बहिष्कारको बेला जो पक्राउ परे, दमन भयो, त्यो क्षतिको जिम्मा लिनुपर्छ भनी आरोप लगाएर हजुर हजुर मोहन वैद्यलाई महासचिवबाट हराएर पुष्पको आएको युद्धकै तयारीको निम्ति ल्याइएको हो। त्यो सेक्टर काण्ड गराएको पनि उनीहरूले हो हैन। अनि त्यसैलाई चाहिँ न्यू बनाएर वैद्यलाई हटाएको पनि तिनले हो। किन भन्छ भने अब प्रचण्डको उनको मान्छे प्रचण्ड भएपछि हैन, युद्धको तयारी त उसकै मान्छेको नेतृत्वमा गएर वैद्य नेतृत्वमा त हुँदैन। वैद्यबाट नेतृत्व खोसिसकेपछि जनयुद्धको प्रचार सुरु भएको छ। म त त्यही थिएँ हैन। त्यो चाहिँ 52 साल होइन, 45 सालबाट जनयुद्धको प्रचार, युद्धको तयारी भने जनवादी क्रान्ति भनेर 45 सालबाट सुरु भइसकेको थियो। अनि त्यहाँ के हुन्छ भने यो सबै इन्डियाले चाल पायो। सुन्नुहोस्, दोस्रो पाटो इन्डियाले चाल पायो। इन्डियाले चाल पाएपछि इन्डिया झस्क्यो हैन। जस्तो एलटिटीमा घटना भयो नि, एलटिटीमा के हुन्छ भने एलटिटी बनायो चाहिँ इन्डियाले श्रीलङ्का टुक्र्याउन, पछि चाहिँ तपाईँको पैसा लगानी गर्ने युरोपियनले खोजिदिए, प्रभाकरणलाई आफ्नो हातमा लगे अनि एन्टोनी बालासिङ्गमलाई लगेर बेलायत बसालिदिए प्रवक्ता भनेर, उसले उहीबाट चलाउन थाल्यो। अन्तिममा त्यो एलटिटी के भन्छ भने एलटिटीसँग लड्नुपर्ने ठाउँमा इन्डिया पुग्यो। राजीव गान्धीको पालामा 20,000 सेना पठाए, 4,000 सेना मरेर चाहिँ उनले सेना फर्काउनु पर्यो, आफै पनि मारे त्यही बहानामा। यो खतरा चाहिँ यहाँ आउने सम्भावना रह्यो। त्यसपछि इन्डियाले के गर्यो भन्छ भने त्यो मसालबाट निकालिदियो बाबुरामलाई निकालेर यिनीसँग एकता गर्न पठायो प्रचण्डसँग। अब इन्डिया चाहिँ प्रचण्डलाई अघि सारेर भइरहेको पश्चिमाहरूको युद्धको तयारीलाई रोक्न र सिधै विरोध गर्न सक्ने हालतमा पनि छैन हैन। उसले के देख्यो भन्छ भने त्यसलाई एकलौटी पश्चिमाहरूको पुँजीको रूपमा चाहिँ तपाईँको प्रयोग गर्न नदिने बाबुराम पठायो। बाबुराम बिना कारण कुनै राजनीतिक, तपाईँ त्यो बेलाका तिनका विभाजनका ती दस्तावेज हेर्नुहोस्, मोहन विक्रमसँग कुनै पनि विवादै छैन, केही पनि छैन, राजनीतिक भन्न सकिने कुनै विवादै छैन। तर उनी उनी केन्द्रमा थिएनन्। हरिबोल गजुरेललाई सिँगारेर उनी चाहिँ निस्किएर उनी पार्टी बनाउनु गएनन्। गजबको कुरा, उनी सिधै एकताको प्रस्ताव लिएर प्रचण्ड कहाँ गए। हजुर हजुर, सिधै
जबकि केही समय अगाडि त्यही प्रचण्ड मोहन वैद्यहरूलाई सत्तो श्राप गरेर उनी मोहन वैद्यतिर लागेका थिए पार्टी फुट्ने बेला। यिनी मान्छे होइनन् भन्थे, यिनी वामपन्थी नै होइनन् भन्थे। त्यहीसँग एकताको प्रस्ताव निकाले, एउटा बाबुरामको प्रस्ताव आयो हैन। अब दोस्रो मसँग जोडेको एउटा तपाईँलाई घटना सुनाइन्छु। अब बाबुरामले प्रस्ताव ल्याइसकेपछि त्यो प्रचण्डले मसँग चाहिँ 4-5 पटक के भनेका छन् भन्छ भने, पाटन ढोकामा हाम्रो भेटघाट हुन्थ्यो, मैले प्रकाशन विभाग हेर्थेँ त्यो बेला। यो बाबुरामबाट हाम्रो सरकारलाई अलिकति होसियार गराउनुहोस् दाहालजी, म बोल्न बन्दैन, यसले एकताको प्रस्ताव लिएर आछ, यो ठिक मान्छे होइन हैन। अब एकता प्रस्ताव लिएर आछ गर्दैनौ पनि भन्न नमिल्ने। अब भोलि एकता भयो भने त जस्तो बाबुराम पढ्या लेख्या भन्छ, इन्जिनियर भन्छ, नेपाल फर्स्ट भन्छ, के प्रबन्ध भइरहेछ हैन, उसको भ्रम पर्यो भने त पार्टी त बाँडिन्छ। हजुर हजुर। यो 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 यसबाट बचाउन तपाईँ जस्ता मान्छेहरूको भूमिका हुनु पर्यो भनेर मसँग 4-5 पटक भने पाटन ढोका। त्यो के हो, बाबुरामलाई कहिले पठायो त्यो उसले त नबुझ्ने कुरा भएन नि, उस त्यो कोनबाट बोलिरहेछ मसँग। बाबुरामलाई इन्डियाले पठायो त्यो कुरो प्रचण्डलाई त थाहा नहुने कुरा भएन। प्रचण्ड को हो त्यो बाबुरामलाई थाहा नहुने कुरा भएन। अनि त्यसपछि के भयो भन्छ भने अब प्रचण्डले इन्कार गर्न सक्ने कुरा भएन, किन त्यो प्रचण्डले रोक्नुको निम्ति पश्चिमाहरूले इन्डियालाई रोक्न सक्नु पर्यो। इन्डियालाई रोक्न सकिन्न भने बाबुरामलाई प्रचण्डले एकतामा कसरी रोक्न सक्छ। हजुर हजुर। यिनीहरू मिले, यिनीहरू पार्टी एउटै बनाए, बनाएको दिनदेखि यिनी लडेका छन्, यिनी कहिले पनि भित्र मिलेन। किन दुईटा लाइनको कारण मिलेन, एउटा पश्चिमा लाइन एउटा इन्डियन लाइन। त्यही भएर यिनको चाहिँ लडाइँ कहाँ भयो, पछि यसलाई राजनीतिक रङले कहाँ सिगारे यिनले भन्छ भने अपराधीहरूले। एउटाले चाहिँ तपाईँको राजासँग मिल्नुपर्छ भन्ने नाटक गर्यो। हजुर हजुर। सेनाको लाइन, सेनासँग मिलेर जाने भन्ने त्यो कु गर्ने। अर्को चाहिँ लोकतान्त्रिक गणतन्त्र भन्यो बाबुरामले, त्यो दलसँग मिल्ने, बाहिर चाहिँ भन्दाखेरि दलसँग मिल्ने भन्यो, त्यो इन्डियासँग मिल्ने। दल त इन्डियाका थिए, त्यो भएर त पूर्ण त इन्डियन कन्ट्रोलमा थिए एमाले काङ्ग्रेस। अब यो मुद्दामा सधैँभरि यिनको झगडा भयो, लडाइँ भयो। सुन्नुहोस् है, अब त्यसपछि अनि चाहिँ इन्डियाले त्यो बाबुरामलाई पठाएको कारण के हुन्छ भने माओवादी युद्धको नाममा जति शक्ति सञ्चय हुन्छ त्यो एकलौटी पश्चिमाहरूको चाहिँ तपाईँको हतियार नबनोस्। त्यही भएर जस्तो 12 बुधे तपाईँले ल्याउनु भयो नि, 12 बुधे के हो, त्यसपछि 52 साल यो जोइन्ट भेन्चर हो भन्छु मैले। इन्डो पश्चिमा शक्तिहरूको यो जोइन्ट भेन्चर हो हैन, संयुक्त मुभमेन्ट हो यो हैन, संयुक्त हमला हो नेपालमाथि। र त्यो 12 बुधेमा कसरी टुङ्ग्याइएको छ भन्छ भने त्यो नलेखेको भाषा। यिनको समझदारी के हो त भन्छ भने त्यो टुङ्ग्या छ कहाँ त भन्छ भने पश्चिमाहरूका दुईटा मुद्दा छन्, संघीयता र धर्मनिरपेक्षता। यो पश्चिमाहरूको शर्त हो। इन्डियनका दुईटा छन्, गणतन्त्र, जन्मको आधारको नागरिकता। यो चारवटा मुद्दामा इन्डो पश्चिमा शक्ति यिनलाई चाहिँ अगाडि बढाउन सहमत भएर 12 बुधे गराएको हो। र त्यही भएर यो 63 सालपछि जुन यिनी चारवटा मुद्दा यिनको 12 बुधे भन्ने कागजमा लेखिएकै छैनन्, चारवटै मुद्दा छैन, तर यिनले 63 सालपछि लगत्तै कार्यान्वयन सुरु गरेको यिनी चारवटा मुद्दा हो। जस्तो अन्तरिम संविधानमा त जन्मको आधार नागरिकता हाले नि। हजुर हजुर। कुनै पनि पार्टीको दस्तावेजमा पनि छैन, कसैले माग राखेको पनि होइन कहिले पनि जन्मको नागरिकता भनेर। जस्तो गणतन्त्र त्यही भयो, यिनले त राजाको निरङ्कुशता हटाउने भन्ने लेखेको छ नि त्यहाँ त 12 बुधेमा त, गणतन्त्र पनि लेखेको त छैन, धर्मनिरपेक्षता त छँदै छैन, संहिता पनि छैन, संहिता पनि अन्तरिम संविधानमा पनि छैन संहिता। त्यो त अन्तरिम संविधान जारी भएपछि यादवलाई अगाडि सारे, उनले सडकमा उ गरे, त्यसपछि 1 महिनापछि गिरिजासँग सहमति गरेर संहिता फेरि थप्ने भने हो। युरोप के अरे चाहिँ उपेन्द्र यादव पुरै पश्चिमाहरूको चाहिँ पैसा खाएर उसले चाहिँ फोरम भन्ने एउटा एनजिओ पनि लेखी चलाउँथ्यो, त्यसैलाई पछि पार्टी बनाएको थियो। त्यो ठ्याक्कै पश्चिमाहरूको एजेन्डामा चाहिँ तपाईँको उपेन्द्र सडकमा गएको र संहिता थप्ने वातावरण बनाइयो भनौँ। हजुर हजुर। किन त्यो छलफल भएकै मुद्दा त थिएन। अब यो कोर्सबाट यिनीहरू आएको हुनाले अब त्यो 12 बुधे को जो अहिले मिसन हो नि, यो त धेरै खलबलियो अहिले। किन 12 बुधेको बेला दुनियाँको तस्बिर त बेग्लै खालको थियो, नेपालको भू राजनीति पनि अर्कै थियो हैन। जस्तो अहिले जो त्रिकोणात्मक छ नि, अमेरिकन, चाइनिज, इन्डियन हैन, यो थिएन, एकलौटी इन्डिया जस्तो थियो, अथवा विश्वको भू राजनीति पनि बेग्लै प्रकारको थियो। यो सबै खलबलिएको हुनाले
अब यिनको बिचमा जो चाहिँ अराजकता हामी देख्छौँ नि, यसको कारण त्यसको छाया हो।